Hey guys, welcome back to another mini vlog. So today we are hitting the trials with Maddie Dai, even though the weather is kind of throwing us a curveball. But you know what? We are not backing down. This run is actually a part of charity campaign for the Royal Flying Doctors, and I am super excited to donate a little something and kick off some fundraising through this platform. I hope you will stick around and enjoy the video till the end. Let's do this. आज चाहिँ हामी म माधव भाइ र म चाहिँ रनिङ गर्न आएको कहाँदेखि कहाँसम्म तर बाटो पनि कता जानु पनि कता आइयो अब सायद बाटो भेट्छ होला भाइ चाहिँ यहाँ हुनुहुन्छ पानी परेछ उसको डायलग के अरे भाइ कसको हाम्रो यो लेजेन्डको Giving up is not in the blood, sir. Yeah, that's the one. That's it. Nice. I like the view. कति अग्लो अग्लो नेपालमा भयो काटेर त्यो बिजुलीको पोल बनाइसक्यो होला चल्छ क्या टक्क लम्बु के असिना नहाने हुन्थ्यो यो लाइटनिङ टाइमिङ नभए हुन्थ्यो क्या ठिक छ त्यही बाटो बाटो ठिक चाहिँ होइन नि यो मोरी डबल ल टप गाइस यहाँ चाहिँ यस्तो देखिया छ है दाइ अगाडि अगाडि हुन्छ म पछाडि पछाडि छु हामी चाहिँ अहिले लगभग 4 किलोमिटर दौड्यो होला दौडेर माउन्ट कुक भन्ने ठाउँमा क्याम्प साइटमा आइपुग्यौँ यहाँ पनि नेक्स्ट टाइम अब क्याम्पिङलाई पनि यहाँ अब आउन सकिने भयो होइन यहाँ चाहिँ एकदम राम्रो छ ठाउँसँग बेडसेट पुरा रहेछ यही टोइलेट भयो हामी जानुपर्ने ठाउँ चाहिँ त्यहाँ माथि ताइले देखाउँदै हुन्छ 5 किलोमिटर 5.5 किलोमिटर दौडियो होला अब 4.5 5 जति बाँकी छ पुग्न प्लस फर्किन त्यति नै 10 किलोमिटर जति द्याट्स इट गाइज हामी चाहिँ अहिले लगभग आइपुग्ने ठाउँमा यहाँ चाहिँ यस्तो छ ढुङ्गाहरू पुरै बाटो यस्तो छ जब चाहिँ हामी फर्किँदैछौँ माथि टपमा पुगेर आयो यहाँनिर केही देख्थेन छैन दादा मान्छे त कोही छैन
ओके यो ठाउँ तर साथीहरूसँग आएर रमाइलो गर्नु चाहिँ ठिकै हुन्छ होला 5 किलोमिटर बाँकी छ गाइस 15 किलोमिटर डन आधी घन्टा पानीले कुट्यो गाइस फेरि घाम लागेछ गाइस अब यहाँ चाहिँ यो ठाउँको नाम चाहिँ सुलिभान रक भन्ने ठाउँ यो रक चाहिँ यति ठुलो छ कि मैले जिन्दगीमा अहिलेसम्म यति ठुलो सिङ्गल ढुङ्गा अहिलेसम्म देखेको थिएन यहीँ गएपछि भन्नु त तपाईँलाई एउटा लगभग एउटा फुटबल ग्राउन्डभन्दा सानो चाहिँ छैन यो लेट्स सी कत्रो ठुलो छ है त यहाँ अघि मैले अर्को एउटा सानो क्लिप बनाएको छु त्यो क्लिप पनि सायद म जोडेर हालिदिन्छु होला यति ठुलो छ यो हेर्दाखेरि तलबाट अनि माथिबाट हेर्दाखेरि यति ठुलो छ यो कति लामो छ यो गाइजहरु यो चाहिँ ढुङ्गा ठ्याक्क यो चाहिँ ढुङ्गा यो यति ठुलो छ कुरै छोड्दिनु त पानी आइरहेछ कहाँबाट आएको यो पानी परेको पानी होला है अनि हामी रोडमा जाने कहाँबाट हो त यहीँबाट ल गाइसहरु यो यति ठुलो छ यो सायद यो सिंगल रक होला है लास्ट ठुलो छ यार छ बाटो मेन रोड कहाँबाट पुग्यो मेन रोडमा छ फेरि उहाँ चाहिँ मेन रोडमा गएछ है हामी जानुपर्ने कता हो यति चिसो हावा चलाएछ गाइजहरु यहाँ यो ढुङ्गा चाहिँ मैले अहिलेसम्म सायद लास्ट ठुलो छ यार यो ढुङ्गा त सायद वर्ल्डकै सबभन्दा ठुलो ढुङ्गा होला हौ एकचोटि यसो गुगल गर्नुपर्छ त्यहाँ गएर अहिले आकाशबाट के अरे के भन्छ त्यसलाई उल्का होइन उल्का पिण्ड ल कति ठुलो छ यो वहाँदेखि आएको हामी परदेखि त्यो रुख देखेको ठाउँदेखिको आएको यो सायद यो लास्टै ठुलो छ अब चले त 30 किलोमिटर पनि भयो मोबाइलमा स्टेप चाहिएको ल कति चाहियो सक्यो पानी बोला गाइस आज चाहिँ 19 कति ठ्याक्कै कति 2.5 घन्टा 2 घन्टा 50 मिनट 19.12 किलोमिटर गाइस स्माल पुगेन गर्नु मिल्थ्यो होला म हिँडेको नि हिँड्नु मिल्छ होला हिँडेको नि पाएँ त्यो ट्रायल रुट मिल्छ होला सायद के देखाउँछ म चेक गर्छु नि हेर्छु पठाउँछु ओके